के तपाईँ जापानमा हुनुहुन्छ? यदि जापानमा हुनुहुन्छ र JLPT फर्म भर्ने सोच बनाइराख्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। JLPT फर्म कसरी भर्ने भनेर म यस भिडियोमा सिकाउन गइरहेको छु। जसलाई आउँछ उहाँहरूले चाहिँ यो भिडियोलाई स्किप गर्दा हुन्छ। नआउने साथीहरूको लागि चाहिँ यो भिडियो हेल्पफुल हुनसक्छ। तपाईँहरूले मोबाइलबाट पनि भर्न सक्नुहुन्छ, ल्यापटपबाट पनि भर्न सक्नुहुन्छ। म चाहिँ तपाईँहरूलाई एउटा ल्यापटपबाट कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला चाहिँ कुनै पनि ब्राउजर ओपन गर्ने। मैले चाहिँ यो ल्यापटपमा भएको ब्राउजर ओपन गरेँ। यसमा माथि नै हामीले यहाँ JLPT फर्म भनेर हान्दा पनि हुन्छ, नत्र एकपल्ट गुगलबाट म देखाउन गइरहेको छु। google.com हानेर अब यसमा चाहिँ हामीले JLPT मात्रै हान्यो भने पनि देखाइहाल्छ है। JLPT रजिस्ट्रेसन मौसिकमै देखाएको छ, दुईटामा जुनसुकै गर्दा नि भयो। यो गरेँ। यो गरिसकेपछि जापान JES निहोङ्गो नोरिस्केन भन्ने पेज छ, वेबसाइट छ, त्यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यो फर्म खुल्छ। यो वेबसाइट खुलिसकेपछि यहाँ दुईवटा अप्सन हुन्छ। अलरेडी तपाईँहरूले आइडी बनाउनु भएको छ, फर्म मात्रै भर्ने हो भने चाहिँ लगइन गरेर आइडी पासवर्ड हानेर खोल्न सक्नुहुन्छ। यदि फर्स्ट टाइम हो भने चाहिँ तपाईँहरूले माई JLPT आइडी तोरोकोमा क्लिक गर्नुपर्ने हुन्छ है। यसमा दुईवटा अप्सन हुन्छ। यसमा पनि अब तपाईँहरू ग्रुपमा भर्ने हो भने चाहिँ यसमा क्लिक गर्ने। अब सिङ्गल भर्ने हो भने चाहिँ हामीले खोजिन लेखेको ठाउँमा भर्नुपर्ने हुन्छ। यो सिङ्गल यसमा क्लिक गरेर हामी भरौँ। त्यसपछि अब यहाँ पनि दुईवटा अप्सन हुन्छ है। एउटा जापानिजमा फर्म भर्दाखेरि लेख्ने जुन टाइटलहरू हुन्छ त्यो सबै जापानिजमा देखाउँछ, एउटा इङ्ग्लिसमा देखाउँछ एगोमा। अब जुनमा गर्दा पनि केही फरक पर्दैन, तर पनि त्यति गाह्रो चाहिँ हुँदैन। अब मैले चाहिँ तपाईँहरूलाई दुइटैमा गरेर देखाउँछु। फर्स्टमा चाहिँ इङ्ग्लिसबाट है त। इङ्ग्लिसमा गइसकेपछि अब एउटा एग्रिमेन्ट जस्तो आउँछ। यो हामी फर्स्ट स्टेपमा छौँ। यो कम्प्लिट लेखेको ठाउँसम्म चाहिँ हामी पुग्नुपर्छ है आइडी बनाउँदाखेरि। मैले चाहिँ यसलाई स्किप गरेँ है त। अन्तिममा गएर सिधै आई एग्रीमा क्लिक गरेँ। यसमा नेम लेख्ने, स्मलमा लेखेर पछि सच्याउन पनि मिल्छ, नत्र सुरुमै तपाईँहरूले लेख्न पनि सक्नुहुन्छ है। जस्तो मैले यहाँनिर लेख्छु, क्यापिटलमै लेख्छु नि त है। अनि एम गर्ने। त्यसपछि कन्ट्री चुज गर्ने। सेलेक्ट योर कन्ट्रीमा हामीले नेपाल चुज गरौँ। यहाँबाट सर्च गर्दै गर्नुभयो भने नेपाल। त्यसपछि अब यहाँनिर सर्च गर्नु मोबाइलमा पनि यो समस्या आउँछ है। यहाँनिर हामीले नेपाल चुज गर्छौँ तर नेक्स्ट भइदिएर आउँदैन। यसलाई अलिकति तल गएर अथवा सबैभन्दा तल ओके गरेपछि मात्रै सिलेक्ट भइदिन्छ है यो। त्यसपछि फर्स्ट ल्याङ्ग्वेज अफ नेपालको भनेर लेखेको छ, यसमा चाहिँ ओके गर्ने। ओके गरिसकेपछि यसमा चुज गर्नु पऱ्यो मेल फिमेल। त्यसपछि आफ्नो डेट अफ बर्थ चुज गर्ने 1/20। आइएम ओभर 16 इयर्स ओल्डमा क्लिक गरौँ। 16 इयर्स अफ एज भनेर छ। त्यसपछि अब यहाँनिर चाहिँ हामीले पोस्टल कोड हाल्नु पऱ्यो आफ्नो होइन। तपाईँहरू बसिरहेको ठाउँमा पछि यो चाहिँ इक्जामको पेपर आउने भएको हुनाले चाहिँ यो तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ हाल्न सक्नुहुन्छ आफ्नो एड्रेस। अलरेडी मैले हालेको पनि थिएँ, त्यसले देखाइ पनि रहेछ। सुरुदेखि म टाइप गरेर सर्च गरेर देखाउँछु है। 600033 टाइप गरेर मैले इन्टर एड्रेसमा क्लिक गरेँ। मेरो आधा एड्रेस देखायो। योभन्दा पछाडिको एड्रेस मेरो के थियो मैले हाल्नु पऱ्यो। क्लिक गरेँ, ओके। यो सबै तपाईँहरूको एड्रेस। अब यो पछाडि कन्टिन्यू गर्दा पनि हुन्छ, तर नर्मल्ली म लामो एड्रेस छ भन्ने अट्दैन। अर्को लाइनमा लेख्छु भन्नुभयो भने चाहिँ यो लाइनमा लेख्न सक्नुहुन्छ है। अब मैले चाहिँ अलरेडी भरेको भएर यहाँ लेखिदिएँ। नर्मल्ली यहाँ एड्रेस 2मा नलेख्दा पनि केही फरक पर्दैन, 1मा अट्ने एड्रेस छ भने है तपाईँको। मैले यसैमा लेखिदिएँ सबै। त्यसपछि तपाईँहरूको फोन नम्बर। अब यो रेड लाइन देखाएको छ, यसमा चाहिँ लेख्नै पर्छ। मैले यहाँ इमेल एड्रेस पनि लेखेको छ। पासपोर्ट मैले टाइप गरेँ। पासवर्ड टाइप गरेँ। त्यसपछि इन्फर्मेसन इमेल तपाईँहरूको मेलमा आइराख्ने भन्ने हुन्छ। नट रिसिभ आफूलाई डिस्टर्ब हुन्छ, नट रिसिभ गर्दा पनि हुन्छ, नत्र रिसिभ गर्दा पनि केही फरक परेन है। त्यसरी चाहिँ हामीले फर्म भर्ने। अन्तिम माथिबाट एकचोटि हामीलाई कन्फर्म पनि गर्न लगाउँछ अनि नेक्स्ट गर्ने। नेक्स्ट गरेपछि
केही पनि देखाएको छैन, नाम देखाएको छ। यहाँ रजिस्टर इज नट कम्प्लिटेड भनेको छ है, अझै हाम्रो कम्प्लिट चाहिँ भइसकेको छैन है। अब केही सच्याउनु पर्ने छ भने सच्याउन सक्छौँ हामीले। नेपाली मेल फिमेल अब यो सबै हाम्रो जेन्डरको कुराहरू छ, अनि आफ्नो प्रिफेक्चरको कुराहरू, एड्रेसको कुराहरू, फोन नम्बरको, यो सबै गरिसकेपछि तपाईँहरूलाई यो ओके छ भने चाहिँ रजिस्टरमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हाम्रो कन्फर्म त भयो। यो रामकुमार थापा 311@gmail.com मा चाहिँ एउटा युआरएल पठाइदिएको छ। त्यो युआरएलमा क्लिक गरेर हामीले हाम्रो एकाउन्ट बनाउनु पर्ने हुन्छ। त्यसको लागि सबभन्दा पहिला म अब चाहिँ यसको लागि चाहिँ त्यसको लागि म चाहिँ जिमेल एकाउन्ट खोल्छु है त। gmail.com यहाँ जेएलपिटीबाट आएको मेसेज हुनुपर्छ इनबक्समा। अल मेलमा गरौँ, माई जेएलपिटीबाट आएको मेसेज छ। अब यसमा चाहिँ आइरहेको छ, यो भर्खरै आएको छ। यसलाई चाहिँ यो लिङ्कमा के गर्ने, क्लिक गर्ने है त। यसमा हामीले एकपटक क्लिक गरौँ। क्लिक गरिसकेपछि हामीलाई खालि के भन्छ, अघि हामीले फर्म रजिस्टर गर्दाखेरि सेट गरेको पासवर्ड मात्रै हान्नुपर्ने हुन्छ है। सेन्ड गर्नुभयो भने तपाईँले चाहिँ फेरि अर्को मेल पठाइदिन्छ। त्यो मेलमा हामीले फेरि चेक गर्नुपर्ने हुन्छ। जिमेलमा गएर फेरि अल मेल गरौँ, मेसेज आएको छ। यो मेसेजभित्र चाहिँ हाम्रो जेएलपिटीको आइडी पठाइदिन्छ है। आइडी चाहिँ यहाँ लेखिदिएको छ, यो चाहिँ हाम्रो आइडी हो। अझ अलिक जुम गरेर देखाउनुपर्छ भने पनि म देखाइदिन्छु। यो चाहिँ हाम्रो आइडी है। यहाँबाट यो कपी गर्दाखेरि ध्यान दिनु होला है, थोरै हामीले यसलाई कपी गर्ने। कपी गरिसकेपछि लगइनमा जाने, लगइनमा गएपछि पेस्ट गर्ने, अहिलेको पासवर्ड हान्ने। यति गरिसकेपछि हाम्रो चाहिँ के बन्यो भन्दाखेरि एकाउन्ट बन्यो। अब यसलाई मलाई थोरै यहाँ पनि इन्फर्मेसन देखाइरहेको हुन्छ। यो हाम्रो कहिलेसम्म फर्म भर्न मिल्छ भनेर पनि देखाएको छ। अप्रिलको 8 तारिकसम्म 5 बजीसम्म भर्न मिल्छ भनेर फर्म देखाएको छ। अब यहाँबाट चाहिँ कसरी भर्ने भन्ने कुराहरू पनि छ है। यसमा पनि म तपाईँहरूलाई चाहिँ गरेरै देखाउँछु है त कसरी भर्ने भनेर। योभन्दा अगाडि चाहिँ हामीले एकाउन्ट कसरी क्रिएट गर्ने भनेर सिक्यौँ। जेएलपिटीको लागि एकाउन्ट चाहिन्छ सुरुमा फर्म भर्नको लागि। तपाईँहरूको एकाउन्टलाई लगइन गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यो इन्टरफेस खुलिसकेपछि यतापट्टि लेटेस्ट टेस्ट इन्फर्मेसन, एक्जामिनेसन एप्लिकेसन, चेक एन्ड मोडिफाई एप्लिकेसन इन्फर्मेसन भन्ने हुन्छ। यो सबैहरू हुन्छ। तर हामीले फर्स्टचोटि फर्म भर्दैछौँ भने एक्जामिनेसन एप्लिकेसनमा क्लिक गर्ने है। यो गरिसकेपछि यहाँ पनि हामीलाई इन्डिभिजुअल कि ग्रुप एप्लिकेसन कुन गर्ने भनेर सोध्छ। अब हामीले इन्डिभिजुअल गर्छौँ, इन्डिभिजुअलमा क्लिक गर्ने। अगाडिको जस्तै यहाँ पनि एग्रिमेन्ट भनेर आउँछ एउटा, यसलाई चाहिँ हामीले पढेर नेक्स्ट गर्ने हो हुन चाहिँ। अब नपढिकनै नेक्स्ट गर्दा पनि केही फरक पर्दैन। आई एग्रीमा क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूले कुन लेभलको इक्जाम दिने भनेर टेस्ट लेभल भनेर सोध्छ। अब मैले यहाँनिर चाहिँ 2 लेभल भनेर चुज गरेँ। टेस्ट एरिया कुन भन्दाखेरि हामीले इक्जाम दिने एरिया कुन हो भन्ने हुन्छ। यसमा देखाउँछ होक्काइदोको लागि होक्काइदो, तोहोको एरियाभित्र यति प्रिफेक्चरहरू पर्छ जस्तो आमोरी, इवाते, मियागी, आकिता पर्छ भनेर देखाएको छ। कान्तो एरिया गऱ्यो। अब मेरो चाहिँ तोहोको एरिया पर्ने भयो हुनाले मैले तोहोकोमा क्लिक गरेँ। यसलाई के गरिसकेपछि टु फोटोग्राफ अपलोड भनेर भनेको छ। अब हामीले आफ्नो फोटो हाल्ने है। अलरेडी युज गरेको फोटो छ भने सकभर नहाल्नु होला, हाल्दा पनि केही फरक पर्दैन। लिन चाहिँ एक्सेप्ट चाहिँ गर्छ, तर सकभर नयाँ फोटो हाल्नु न। त्यसपछि अब हामी चाहिँ यहाँबाट कस्तो खालको फोटोहरू चाहिँ ओके हो र कस्तो खालको फोटोहरू चाहिँ एनजी हो भनेर यहाँ देखाउँछ। अब यसलाई चाहिँ हेर्दा हुन्छ हजुरहरूले। अन्तिममा गइसकेपछि टु फोटोग्राफ अपलोडमा क्लिक गर्ने अनि एउटा फोटो चुज गर्ने। अब मोबाइलबाट भर्दै हुनुहुन्छ भने चाहिँ लाइब्रेरीबाट अपलोड हुन्छ। ल्यापटपहरूमा छ भने चाहिँ अलरेडी सेभ गरेर राख्नु पऱ्यो। र यसभित्र चाहिँ फोटो 480 x 640 को हुनु पऱ्यो साइज। त्यसपछि म्याक्सिमम् 5 MB सम्मको फोटो हुनु पऱ्यो है। क्लिक गर्ने। क्लिक गरिसकेपछि सेभ गरेको फोटो हुन्छ, चुज गर्ने फोटोलाई। फोटो चुज गरिसकेपछि फोटो चेक हुन्छ। अगाडि बढ्यो भने फोटो ओके भयो भन्ने सम्झिनु होला। यसमा चाहिँ हामीले फोटोको साइज रिसाइज गर्न सक्छौँ, घटाउन सक्छौँ। तर पनि एकदम सेन्टरमा छ, ठिकै छ भने हजुरले यतिकैलाई कन्फर्म गर्न सक्नुहुन्छ है। कन्फर्म गरे त्यसपछि यो फोटो देखाउँछ।
पहिला रजिस्टर गर्दाखेरि राखेको नाम र अहिलेको नाममा केही मिस्टेक छ भने चाहिँ सच्याउन सकिन्छ, होइन भने सिधै अगाडि जाने। अगाडि गइसकेपछि यहाँनिर चाहिँ एड्रेसहरू पनि ठिक छ भने अगाडि जाने, फोन नम्बरहरूदेखि लिएर सबै। अब यहाँनिर चाहिँ दुईवटा कुराहरू छ, जस्तो नेम अफ कम्पनी भन्ने छ। यो कम्पनीको नाम चाहिँ के राख्ने भन्ने हुन्छ। नेम अफ योर कम्पनी छ, अब नराख्दा पनि केही फरक पर्दैन। तपाईँ कम्पनीमा काम गर्दै हुनुहुन्छ भने चाहिँ कम्पनीको नाम लेख्दा भयो, स्कुल स्टुडेन्ट हो भने स्कुलको नाम लेख्दा हुन्छ, नत्र यो फिल्डहरू नभर्दा पनि हुन्छ है। जुनमा यो रेड देखाएको छ यो फिल्डहरू चाहिँ कम्पलसरी भर्नुपर्छ है। त्यसपछि जापानिज स्टडी आवर भनेको छ, कति घन्टा पढ्नुभयो तपाईँहरूले भन्ने हो। आफ्नो सेल्फ स्टडी आवर आफैले हिसाब गरेर हाल्दा हुन्छ, यति नै हाल्नुपर्छ भन्ने चाहिँ छैन है। जस्तो अब 2 को इक्जाम दिन जाँदैछौँ भनेपछि पक्कै पनि 2000 भनौँ न आवरभन्दा माथि नै होला भन्ने सोच छ भने त्यसमा हाल्ने, नत्र 1500 देखि 2000 को बिचमा एउटा पनि हाल्दा हुन्छ। प्रपोज, कुन प्रपोजको लागि एप्लिकेसन गर्दै हुनुहुन्छ, जस्तो एप्लिकेसन फर जबको लागि, एप्लाइङ फर जब, अब स्टुडेन्ट अब युनिभर्सिटी जानको लागि हो कि के हो भन्ने छ। नर्मल्ली जे गर्दा पनि यो खासै केही फरक पर्दैन, मैले एप्लाई फर जब गरेँ, तपाईँले जे गर्दा पनि हुन्छ। त्यसपछि अकुपेसन के हो तपाईँहरूको, अहिले इम्प्लोइमेन्ट हो कि स्टुडेन्ट हो कि इम्प्लोइ हो कि स्टुडेन्ट हो कि भनेर चाहिँ चुज गर्न लगाउँछ। स्टुडेन्ट हो भने चाहिँ तपाईँले युनिभर्सिटी स्टुडेन्ट पनि गर्न सक्नुभयो, जापानिज ल्याङ्ग्वेज स्टुडेन्ट पनि गर्न सक्नुभयो होइन गर्ने। यति गरिसकेपछि टु पे टेस्ट फीमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हामीलाई एकचोटि कति पैसा हो तिर्नुपर्ने भनेर देखाउँछ। पहिला 6500 थियो, अहिले 1000 बढेर 7500 भएको छ। फी पेमेन्ट गर्ने 3टा मेथड छ। एउटा पेमेन्ट क्रेडिट कार्डबाट युज गर्न सक्छौँ, हामी पे गर्न सक्छौँ। अनि अर्को चाहिँ पेमेन्ट मेथड ब्याङ्क ट्रान्सफर गर्न सक्छौँ। अर्को भनेको चाहिँ हामी फ्यामिली मार्टहरू, लसनहरू, कन्भिनियन्स स्टोरबाट चाहिँ हामी फी पे गर्न सक्छौँ। अहिले चाहिँ तपाईँहरूलाई म यो क्रेडिट कार्डबाट पनि कसरी पे गर्ने भनेर पनि देखाउँछु, तर नर्मली अहिले चाहिँ पेमेन्ट मेथड कन्भिनियन्स स्टोरबाट गराउँछु होइन। यसमा तपाईँहरूको नजिक चाहिँ कुन छ त, फ्यामिली मार्ट छ कि लसन छ कि कुन छ त्यो चाहिँ चुज गर्ने। यहाँ बगाहरू जति मात्रै हुन्छ, अरूमा हुँदैन फेरि। जस्तो मैले लसनमा गरेँ अथवा फ्यामिली मार्ट जुन गर्दा नि भयो, म फ्यामिली मार्टै गरेर जान्छु। यति गरिसकेपछि यहाँ चाहिँ पेयर्स फी नाम नेम लेख्नुपर्ने हुन्छ। कसले बुझाउनु त, अरूको नाम लेख्दा पनि हुन्छ, आफ्नै नाम लेख्दा पनि केही फरक। यसमा अरूको नाम लेख्दा पेयर्स फीमा अरूको नाम लेख्दा पनि हुन्छ, यसमा आफ्नै नाम लेख्दा पनि हुन्छ। तर यहाँ ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि स्पेस दियो भने चाहिँ अगाडि बढ्दैन है। नेममा चाहिँ थोरै ख्याल गर्नु होला। मेरो आफ्नै नाम पनि दिन सकेँ यहीँको, जस्तो यति गरिसकेपछि अब यहाँनिर स्पेस छ है, एउटा स्पेस। जस्तो मैले एउटा स्पेस दिएँ भने यो अगाडि बढ्दैन है, ख्याल गर्नु होला। यहाँनिर चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले स्पेस नदिकन गर्नुभयो भने चाहिँ अगाडि जान्छ है। जस्तो मैले यसलाई ब्याक गरेँ भने अगाडि जान्छ। रजिस्ट्रेसन इज नट कम्प्लिट लेखेको छ, यो चाहिँ अझै कम्प्लिट भएको छैन। अब पैसा कहाँ तिर्ने, कति तिर्ने भनेर त्यसपछि सबै देखाएको छ। एकचोटि फेरि कन्फर्म गर्न लगाउँछ, तपाईँहरूले कन्फर्म गर्दा हुन्छ यो आफ्नो डिटेल्स। कन्फर्म गरिसकेपछि चाहिँ अन्तिममा एप्लाई गर्ने। एप्लाई गरिसकेपछि तपाईँलाई यो नम्बर दिन्छ, यो एप्लिकेसन एक्सेप्टेन्स नम्बर, एप्लिकेसन एक्सेप्ट भयो भनेर। त्यसपछि फी कति बुझाउनु पर्ने, कहिलेसम्म बुझाउनु पर्ने, अनि कुन नम्बरबाट पेमेन्ट रिसिप्ट नम्बर पनि दिन्छ। यो नम्बर चाहिँ तपाईँहरूले याद राख्नुपर्ने हुन्छ। यसलाई स्क्रिनसट गर्दा पनि भयो। यदि यसलाई स्क्रिनसट गर्नु भएन भने तपाईँलाई चाहिँ मेलमा पनि पठाइदिन्छ है, आफ्नो जिमेल एकाउन्टमा पठाइदिन्छ, त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। तर यो नम्बर चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि फ्यामिली मार्टमा गएर, फ्यामिली मार्टको डाइरेक्ट काउन्टरमा गएर पैसा बुझाउने होइन। पहिला चाहिँ हाम्रो फ्यामिली मार्टमा एउटा मेसिन हुन्छ, त्यो मेसिन साइडमा भएको मेसिनमा गएर यो नम्बर हान्यो भने त्यहाँबाट एउटा रिसिप्ट निक्लिन्छ। त्यो रिसिप्ट लगेर मात्रै हामीले काउन्टरमा गएर पैसा बुझाउनुपर्छ है। त्यति गरिसकेपछि हाम्रो पैसा बुझाएको ओके भयो भनेर एउटा चाहिँ मेसेज आउँछ। र अहिले अब यो पैसा चाहिँ हामीले बुझाएको छैन। पैसा नबुझाउँदासम्म चाहिँ हाम्रो एकाउन्टहरूमा चाहिँ के देखाइरहेको हुन्छ भन्दाखेरि म तपाईँहरूलाई त्यो पनि देखाइदिन्छु। यहाँनिर इक्जामिनेसन एप्लिकेसनमा जानुभयो भने योर एप्लिकेसन हेज बिन रिसिभ, एप्लिकेसन एक्सेप्टेन्स नम्बर भनेर यो भनेर देखाउँछ। तर अहिले हामीले फी कम्प्लिट नगरेको हुनाले यहाँनिर फी पेड भएको छ भनेर चाहिँ देखाउँदैन। तपाईँहरूले फी पेड गर्नुभयो भने यहाँनिर चाहिँ अटोमेटिक पैसा पे भयो भनेर आउँछ। फर्म भर्ने तरिका त यति नै हो। केही मोडिफायर गर्नु पऱ्यो भने फोटो पनि मोडिफाई गर्न सक्नुहुन्छ। फर्म भरिसकेपछि फोटो बिग्रियो भने पनि मोडिफाई गर्न सक्नुहुन्छ, केही पनि फरक पर्दैन। त्यो सायद फर्मको डेडलाइन सकिएको 1 हप्तासम्म पछाडिसम्म टाइम दिन्छ, जहाँसम्म मलाई लाग्छ। फोटोहरूदेखि लिएर सबै कुराहरू चेन्ज गर्न यहाँबाट चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। यति गरेपछि हाम्रो एप्लिकेसन
कम्प्लिट भयो है त। मैले अहिले चाहिँ यसलाई लग आउट गरेँ। Please like, share and subscribe my channel.